हाई गाइज वेलकम ब्याक टु माई च्यानल एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ मैले यो भिडियोमा चाहिँ के भन्न लागेको भन्दाखेरि मैले धेरै मिस्टेकहरू गरेँ र कुन ठाउँमा गरेँ, भिडियो बनाउँदाखेरि कहाँ गरेँ त्यो सबै तपाईँहरूलाई भन्न लागेको। कि तपाईँहरूले पछि भिडियो बनाउँदाखेरि या अहिले तपाईँले युट्युब च्यानल नयाँ गराइराख्नु भएको छ, कुनै मिस्टेक गरिराख्नु भएको छ भने यो तपाईँहरूलाई हेल्प हुनेछ। मैले चाहिँ अहिलेसम्म लगभग 10-12वटा युट्युब च्यानल खोलिसकेँ र पनि कन्टिन्यू भएको छैन। यो चाहिँ अहिले रिसेन्ट 1 इयर अगाडि खोलेको, तर भिडियो बनाउन चाहिँ भर्खर सुरु गरेको छु। मैले सोचिसकेको थिएँ कि कन्टेन्ट क्रिएटर म एक दिन बन्छु भनेर, तर पनि मैले भिडियो रेगुलर बनाउन पाएको थिइनँ। तर आज चाहिँ मैले के गल्ती गरेँ र मैले रेगुलर भिडियो बनाउन पाइनँ र मलाई के समस्याहरू आयो र मैले रेगुलर भिडियो बनाउन पाएँ भनेर यो भिडियोमा चाहिँ एक्सप्लेन गर्नेछु। तपाईहरू चाहिँ यदि तपाईँले युट्युब च्यानल खोलिसक्नु भएको छ र भिडियोहरू बनाउनु भएको छैन, या तपाईँलाई कन्टेन्ट क्रिएसन बन्ने एउटा रहर छ, सपना छ, तब तपाईँहरूले खालि भिडियो बनाउने बारेमा सोचिराख्नु भएको छ तर पनि कन्टिन्यू गर्न सक्नु भएको छैन भने यो भिडियो तपाईँहरूलाई हेल्पफुल हुनेछ। र मैले के मिस्टेक गरेँ भनेर म तपाईँहरूलाई भन्छु। मैले आजभन्दा 5 वर्ष अगाडि युट्युब च्यानल खोलेको थिएँ र युट्युब च्यानलमा मैले रेगुलर 10-12वटा भिडियो पनि हालेँ। त्यसपछि मलाई खासै क्वालिटीहरू मन परेन, एडिटिङ गर्न आउँदैन थियो हैन, एडिटिङ पनि आउँदैन थियो। फर्स्टमा मैले सुरुमा मोबाइल पनि मैले त्यतिकै पाएँ होला, सायद म 10 क्लास एसी दिइसकेपछि कलेज पढ्नलाई काठमाडौँ आएको थिएँ र काठमाडौँ आएपछि मैले बुझेँ कि कन्टेन्ट क्रिएसन के हो, भिडियो कसरी बनाउने, युट्युबमा के सबै भिडियोहरू मैले युट्युबमा पनि धेरै भिडियोहरू हेरेँ र मैले स्टार्ट पनि गरेँ। स्टार्ट गर्दाखेरि मसँग टेक्नो मोबाइल थियो, टेक्नोबाट खासै भिडियो चाहिँ क्वालिटी चाहिँ राम्रो आउँदैन थियो र त्यसपछि साउन्ड क्वालिटी पनि राम्रो थिएन र मलाई कन्टेन्ट के बनाउने, कसरी बनाउने, कहाँ गएर गर्ने त्यसको बारेमा आइडिया पनि खासै थिएन। तर पनि मैले रेगुलर बनाउँथेँ, 10-12वटा भिडियो चाहिँ बनाएँ हैन। जस्तै म घुमेको, मलाई खास गरी भन्दाखेरि मलाई चाहिँ ट्राभल्स भिडियो चाहिँ लास्टै मनपर्छ, तर पनि मैले अहिले ट्राभल गर्नु पाएको छैन हैन। ट्राभल भिडियो बनाउनलाई इक्विपमेन्टहरू पनि धेरै चाहिन्छ, सामानहरू पनि धेरै चाहिन्छ। जस्तै अब क्यामेरा क्वालिटी राम्रो हुनुपर्छ यदि भ्युज बढ्नलाई हैन। अब जस्तै म कुनै ठाउँमा गइरहेको छु भने त्यो ठाउँको एक्सप्लेन गर्नुपर्छ, त्यो ठाउँको एक्सप्लेन गर्नलाई भ्यू क्वालिटी पनि त राम्रो हुनुपर्यो क्यामेरा। त्यही भएर मसँग अहिले रेडमी फोन छ, रेडमी फोनबाट फ्रन्ट क्यामेराबाट चाहिँ मैले भिडियो खिचिरहेको छु। अब यो भिडियो खिच्नको कारण चाहिँ के हो भन्दाखेरि मलाई ट्राभल मनपर्छ र म कुनै डाँडाकाँडामा या कुनै ठाउँमा गएपछि यो ठाउँ यस्तो छ, मलाई यस्तो मन पर्यो भनेर सबै देखाएपछि पो सबले हेर्छ त हैन। यदि क्वालिटी नै छैन, राम्रो देखिँदैन भने त हेर्न मिल्दैन। तर अहिले चाहिँ मैले कन्टिन्यू गर्नलाई मैले गरेको मिस्टेकहरू तपाईँहरूलाई भनिरहेको छु। म कुनै दिन चाहिँ भिडियो चाहिँ बनाउने छु, राम्रो भिडियो बनाउने छु, तपाईँहरू चाहिँ रेगुलर हेरिदिनु होला हैन। कुनै दिन म ट्राभल गर्नेछु, तर पनि अहिले मैले गरेको मिस्टेकहरूको बारेमा तपाईँहरूलाई एक्सप्लेन गरिरहेको छु। मैले चाहिँ 5 वर्ष अगाडि एउटा युट्युब च्यानल खोलिरहेको थिएँ। त्यो युट्युब च्यानलमा म 10-12वटा भिडियोहरू हालेँ। कलेज पढ्दाखेरि, फर्स्ट इयर सेकेन्ड इयर पढ्दाखेरिको त्यस्तो टाइपको थियो। हप्तामा एउटा दुईटा त्यस्तो भिडियोहरू हाल्थेँ। पछि के भयो भन्दाखेरि समस्या आइदियो। मलाई आफै मन परेर मेरो भिडियोहरू जबरजस्ती सब्सक्राइब गर्न लगाएको थिएँ। साथीहरूलाई, दाजुभाइ दिदीबहिनीहरूलाई मेसेजमा सेयर गरी लगभग त्यस्तै भ्युजहरू पनि त्यही 50-60 भ्युजहरू आउँथ्यो सेयर गर्दा हैन। क्वालिटी थिएन, कसरी हेर्छन्, थम्बनेल बनाउने आइडिया थिएन, एडिट गर्ने आइडिया थिएन। अहिले मसँग सबै आइडियाहरू छ हैन। भिडियो कुन टपिकमा कसरी बनाउने, कसरी के गर्ने, जति त्यो नलेज बढ्दै गयो त्यति झन् राम्रो क्वालिटीको भिडियो बनाऊ भन्ने मनमा हुने रहेछ। त्यसपछि चाहिँ पछाडि पटिने रहेछ क्या। अब अहिले चाहिँ म के भन्छु भने तपाईँहरूसँग जे छ, जस्तो छ, रेगुलर चाहिँ हाल्नुपर्छ, तर कन्टिन्युटी चाहिँ दिनुपर्छ। रेगुलर हाल्नुपर्छ, बिस्तारै बढ्दै जान्छ हैन। तर एकैचोटि माथि टपमा पुग्ने सपना देख्यो भने कहिले पनि अगाडि बढिने रहेनछ। त्यही भएर म चाहिँ अब कन्टिन्यू भिडियोहरू हाल्नेछु। जस्तो भए पनि मसँग जे इक्विपमेन्ट छ, जे सामानहरू छ त्योबाट भिडियोहरू हाल्ने गर्छु। तपाईँहरूले चाहिँ लाइक, कमेन्ट एन्ड सेयर गरिदिनु होला। अब मैले चाहिँ फेरि सेकेन्ड युट्युब च्यानल चाहिँ कसरी स्टार्ट गरेँ भने मसँग कन्टेन्ट पनि थिएन। अब कुनै कन्टेन्ट बनाउँछु भनेर के मोटिभेसन टाइपको भिडियोहरू बनाउँछु या ट्राभल टाइपको भिडियोहरू बनाउँछु भनेर सबभन्दा देखाएको थिएँ।
अनि त्यसपछि फेरि मैले कन्टेन्ट खोजेँ। सो खोज्दै जाँदाखेरि जिम गर्छु, जिम गरेपछि बडी बन्छ, बडी बनेपछि सबलाई म चाहिँ यसरी बनाएँ, मैले बडी यस्तो यस्तो गरेँ भनेर सबै एक्सप्लेन गरेर म चाहिँ भिडियो हाल्छु भन्ने सोचिरहेको थिएँ। बडी पनि बनाएँ 5-6 महिना जिम गरेर फेरि स्टार्ट गरेँ। फेरि युट्युबमा समस्या आइदियो, च्यानलमा समस्या आइदियो, त्यो युट्युब च्यानल पनि गयो र मलाई फेरि केही समस्याको कारणले गर्दा जिम गर्न पनि छोडेँ। अहिले चाहिँ गाइज म चाहिँ अब त्यस्तै गर्दै गर्दै मैले लगभग 10-12वटा युट्युब च्यानल खोलिसकेँ। यो पनि 1 वर्ष अगाडि बनाएको युट्युब च्यानल हो। मैले रहर गरिसकेपछि एकदम कन्टिन्युटी दिन्छु भनेर यो भिडियो चाहिँ मैले धेरै टाइपको भिडियोहरू बनाउनु पनि ट्राई गरेँ हैन। एडिट पनि अब खासै आउँदैन, मोबाइलबाट पनि खासै हुँदैन, टेक्नोलोजी छैन, तर पनि मैले रेगुलर ट्राई गरिरहेको छु। बिगिनरहरूलाई के भन्न चाहन्छु भने तपाईँहरू जस्तो छ, यदि तपाईँलाई इच्छा छ, भिडियो बनाउने मन छ भने जस्तो छ त्यहाँबाट सुरु गर्नुहोस् भन्छु म चाहिँ है। जे छ जस्तो छ त्यहाँबाट स्टार्ट गर्नुहोस्, तपाईँले बोल्नुहोस् मात्रै, भिडियो हाल्नुहोस्, बिस्तारै तपाईँलाई युट्युबले प्रमोसन गर्दै भिडियोहरू पुर्याइदिनेछ, म चाहिँ त्यो भन्छु। अब चाहिँ मैले खासै बोलिनँ किनभने मसँग सब्सक्राइबरहरू पनि धेरै छैन, तपाईँहरूले विश्वास गर्न पनि गाह्रो होला मबाट हैन, किनभने यसको सब्सक्राइब छैन, यसले सिकाइरहेछ के हो यो भनेर तपाईँहरूले हेर्नुहुन्न, मलाई थाहा छ। त्यही भएर भिडियो चाहिँ लामो पनि बनाउँदिनँ, म रेगुलर हाल्छु। कुनै दिन यस्तो अवस्थामा पुग्नेछु त्यो दिन ओ माई गड यसले त भन्दै थियो गर यार त्यस्तो भन्ने चाहिँ बनाउँछु। तपाईँहरूले पनि स्टार्ट गरिराख्नु भएको छ, कुनै भिडियोहरू बनाउन मनपर्छ भने अलिअलि भए पनि हाल्ने गर्नुहोस्, कन्टिन्यू गर्नुहोस्, मेहनत गर्नुहोस्, अवश्य हुन्छ भन्छु म चाहिँ। अनि यो भिडियो चाहिँ अब मैले रेगुलर हाल्नको लागि बनाएको छु हैन, रेगुलर बोलेर हाल्नको लागि। म कुनै दिन सुनाउला मेरो कहानीहरू अझै लङ एकदम खतरा तरिकाले एडिटिङ गरेर। अहिले मसँग खासै टाइम पनि छैन, म चाहिँ अहिले पढिसकेर त्यत्तिकै बसिरहेको छु हैन। अहिले सानो काम गरिरहेको छु क्लिनिकमा, खासै केही प्रगति गरेको छैन, तर पनि म एक दिन यसो ट्राभलिङ टाइपको भिडियो, तपाईँहरूलाई मोटिभेसन दिने टाइपको भिडियोहरू हैन। यदि तपाईँहरू युट्युब च्यानल खोल्नु भएको छ, जबरजस्ती सब्सक्राइब गराउनु भएको छ कोहीलाई र बनाउँदै हुनुहुन्थ्यो र बिचमा फेरि छोडेर तपाईँलाई आफ्नो कन्टेन्ट आफै मन परेन या केही कारणले गर्दा तपाईँले भिडियो कन्टिन्यू दिन सक्नु भएको छैन भने चाहिँ कन्टिन्यू गर्नुहोस् भन्छु। जे आउँछ जसरी आउँछ त्यहीबाट कन्टिन्यू गर्नुहोस् भन्छु है म चाहिँ। अहिले चाहिँ यति नै गाइज। म अर्को नेक्स्ट भिडियोमा चाहिँ मैले गरेका गल्तीहरू एकदम फुल एक्सप्लेन गर्नेछु र त्यसपछि अर्को चाहिँ हाउ टु एडिट चाहिँ मैले कसरी सिकेँ, मेरो लाइफमा के भयो अहिलेसम्म, म कसरी यहाँसम्म आइपुगेँ हैन, अब किन यति पछि पढिरहेको छु म अहिलेसम्म, त्यो सबै एक्सप्लेन गर्नेछु। अर्को भिडियोमा भेटौँला गाइज।